तुलसीपुर महोत्सवमा पहल शाहले प्रस्तुति दिँदै गर्दा भिड थाम्नै नसकेपछि यति बेला प्रहरी लाठी चार्ज गरेर धकेल गरेर भए पनि मैदान खुल्ला गराउने अवस्थामा पुगेको छ। देख्न सक्छौँ कति यहाँ लडेका छन्, कति पल्टिएका छन्। यहाँ प्रहरीलाई भिड थाम्नै गाह्रो भइरहेको अवस्था छ। यति बेला दाङको तुलसीपुर महोत्सवको दृश्य हो। यति बेला पहल शाहले प्रस्तुति दिइरहेका छन् तर भिड थाम्नै गाह्रो हुनेछ। देख्न सक्छौँ यो दृश्य हाउसफुल छ। तुलसीपुर महोत्सव यहाँ खचाखच भिड छ, खुट्टा राख्न सक्ने अवस्था छैन। प्रहरी यति बेला लाठी चार्ज गर्न, बल प्रयोग गर्न बाध्य भएको छ। यति बेला बच्चा बच्चीहरू, वृद्ध बुवा आमाहरूलाई निकै गाह्रो भइरहेको अवस्था छ। खुट्टा राख्ने ठाउँ छैन यति बेला तुलसीपुर महोत्सवमा देख्न सक्छौँ हामी। पहल शाहले प्रस्तुति दिँदै गर्दा दाङको तुलसीपुर महोत्सवको यो खचाखच दृश्य हो। प्रहरीले बल प्रयोग गरेर भए पनि भिडलाई कम गर्ने प्रयास गरिरहेको छ। सशस्त्र प्रहरी बल स्वयंसेवक तथा नेपाल प्रहरीले आफ्नो बल प्रयोग गरेर भए पनि यति बेला मैदान खाली गर्ने अवस्थामा छ।